मायामा पर्दिन म भनेर खै कहाँ हुने रहेछ र। मान्छेको मन नै रहेछ हजुर, जति कन्ट्रोल गर्छु भनेर कहाँ कन्ट्रोल गर्न सकिन्छ र। लाग्थ्यो अब त लभसप गर्ने उमेर गइसक्यो मेरो, अब लभसपको चक्करमा पर्नुहुन्न। आफ्नो लाइफ बनाउनु पर्छ, अब म कसैको कुरामा आउँदिन। कोही मान्छेसँग नजिक हुँदिन, पहिला आफ्नो खुट्टामा उभिन्छु, केही गर्छु अनि मात्र केही गरौँला। तर सोची चाहिँ कहाँ हुने रहेछ र। सोच त ठुलो ठुलो नै थियो, तर सोचेको सबै कहाँ पुरा हुन्छ र। भनिन्छ नि मान्छे जति नै बुढो भए पनि मन कहिले बुढो हुँदैन, सायद मेरो पनि त्यस्तै नै भयो। म 28 वर्षकी थिएँ, लाग्थ्यो अब त बुढी भएँ। बिहे पनि गर्न मन लाग्न छोड्यो, कुरा आएकोहरू पनि फर्काएँ। एक दुई पटक प्रेममा धोका खाइसकेँ, अब खान सक्दिनँ। जोसँग बिहे हुन्छ उसैसँग जीवन बिताउने हो, उसैलाई जिन्दगीभरको सारा खुसी माया साथ दिने हो। तर यस्तो कहाँ हुन्छ। एक दिनको कुरा हो, फेसबुकमा हेलो के छ, सन्चै हो डियर, कति धेरै भाउ खाएको, के बोल्न पैसा लाग्छ र भन्दै मेसेज आयो। कति भाउ खाएको, बोल्नु पनि पैसा लाग्छ र। मलाई यो शब्दले कानको पारो तातेर आयो। जुन शब्दहरू मलाई पिटिक्कै मन पर्दैन त्यही शब्द म माथि युज भयो। झलक्क रिस उठेको बेला मैले पनि रिप्लाई गरिदिएँ। म कुनै सामान होइन जसको भाउ हुन्छ, राम्रोसँग बोल्न आउँदैन। उताबाट हाहा भन्दै रिप्लाई आयो। अनि किन बोल्दैनौ त, बोल्दा के नै जान्छ र। यतिकैमा हाम्रो बोलचाल सुरु भयो, चिनाजान भयो, डिटेल्समा परिचय भयो, कुराकानी हुँदै गयो, समय बित्दै गयो। यतिकैमा कुराकानीको क्रममा उसले एक दिन कति सालको हुने डियर भन्दै मलाई सोध्यो। मैले भने जति सालको भए पनि किन चाहियो तिमीलाई। उताबाट जवाफ कडा आयो, के साह्रो फन्केको, एउटा उमेर सोद्धा पनि आयो नै सकिन्छ जस्तो, कति न। मैले भने तिमी चाहिँ कति सालको हो र। उसले भन्यो म 52 सालको। उफ, अब त झन् म मेरो उमेर कसरी भनौँ। ऊ त म भन्दा पनि 2 वर्षले भाइ रहेछ। मैले उसलाई ए तिमी त म भन्दा 2 साल भाइ रहेछौ नि, म तिमीलाई भाइ भन्छु है। उताबाट जवाफ फेरि कडा आयो, के को भाइ नि, बुढा भन न बुढा। म रातो पिरो भएँ, कता कता बिहे गरेको चाहिँ अनौठो फिल भइदियो। यतिकैमा हाम्रो निकै डिस्कस पर्यो, भनाभन भयो। त्यसपछि ऊ मेरो निकै पछि लाग्न थाल्यो, मेरो निकै केयर गर्न थाल्यो। ऊ भन्ने गर्थ्यो उमेरको कुरा कहिले नगर्नु, मान्छेको मन मिल्नुपर्छ, उमेरले कुनै फरक पर्दैन डियर। यो कुराले खुब मेरो मन छोयो, कता कता आनन्दको अनुभूति भए चाहिँ भयो। हामी समय समयमा कुरा गरिरहन्थ्यौँ। मलाई उसँग आफ्ना हर कुराहरू, मानव साना साना कुराहरू सेयर गर्न राम्रो लाग्थ्यो। बिस्तारै बिस्तारै ऊ मेरो आफ्नो लाग्न थाल्यो, मलाई ऊ मन पर्न थाल्यो। कसरी, किन अनि कहिलेबाट यो त मलाई थाहै भएन। सायद पिरती आफै नै हुँदो रहेछ। कहिलेकाहीँ आफ्नो उमेर सम्झेर झस्किन्थेँ म, नराम्रो लागेर आउँथ्यो कि ऊ मभन्दा सानो उमेरको हो भन्ने कुराले। तर यो क्षणिक टेन्सन मात्र हुने गर्थ्यो। जब उसँग कुरा गर्थेँ तब सारा टेन्सन दूर भए जस्तो लाग्थ्यो। के हो फेरि मलाई माया भएको हो त। म आफै कन्फ्युज हुन्थेँ कि यो उमेरमा आएर फेरि 20-22 को जस्तो फिलिङ्स मनमा आइरहँदा। समय बित्दै गर्दा हामी बोल्न थालेको पनि 1 वर्ष भएछ। ऊ सिन्धुलीको मान्छे अनि म परे खाट्टी पूर्वेली। तर ऊ काठमाडौँ बस्ने हुँदा उसको लाइफ थोरै बिजी थियो। म पनि छिट्टै काठमाडौँ जाने तयारीमा थिएँ। उतै दिदीसँग बसेर केही गर्छु भने
थियो। हुन त उमेर बढिरहँदा मन आतिन्थ्यो बिहे गर्ने या लाइफमा केही गर्ने। अहिलेसम्म केही गर्न सकेको छैन। यतिकैमा यता मेरो घरमा बिहेको कुरा चल्यो। मन अशान्त थियो। के गरौँ? नगरौँ त उमेरले डाँडा काट्ने पो हो कि गरौँ त मलाई बिहे गर्ने मनै छैन। मन दुधारमा पर्यो। घरमा सबैले उमेर भएको छोरीचेली भनेर बिहे गर्नको लागि फोर्स गरिरहँदा मैले एउटा डिसिजन लिनै पर्ने भयो। उसको माया नलाग्ने होइन, धेरै लाग्छ। मनभरि उसको माया छ। तर यता परिवार पनि त छ। मैले प्रेम र परिवारलाई नै चुज गर्ने डिसिजन गरेँ। मैले बिहेको लागि परिवारलाई हुन्छ भने दिएँ। तर हाम्रो बिचमा यति धेरै नराम्रो समय चलिरहेको थियो कि ऊ मान्न तयार थिएन। अनि म उसलाई सम्झाउन सकिरहेको थिएन। ऊ मलाई अहिले लिन आउँछु, प्लिज एकपटक हुन्छ भनेर भनिरह्यो। तर म मान्न तयार थिइनँ। कसरी म मान्न सक्थेँ? कसरी म मेरो परिवारको मन दुखाउन सक्थेँ? अनि म उसको पनि त मन दुखाउन सक्दिनँ थिएँ। म के गरौँ? एकातिर मन राख्नका लागि अर्कोतिर मन दुखाउने पर्ने अवस्था आयो। मलाई यति धेरै नराम्रो लागिरहेको थियो कि म पागल मात्र हुन सकिरहेको थिएन। ऊ दिनरात मसँग रुँदै झगडा गरिरहँदा मैले उसको मनलाई सम्झाउन सकिनँ, उसलाई सम्झाउन सकिनँ। म त्यसको लागि आज सरी फ्रम माई हार्ट भन्न चाहन्छु। यो बाहेक म अरू के नै भन्न सक्छु र? अनि जुन दिन मेरो बिहे थियो त्यो दिनदेखि आजसम्म हाम्रो कुरा त भएको छैन। तर पनि उसको यादले धेरै नै सताउने गर्छ। अनि उसको मायाले धेरै नै सताउने गर्छ।